बाहिर आउनु तपाईँ बाहिर आउनु यता बाहिर आउनु न बाहिर बसेर सुन्नु न दाइ ओए दाइ त्यसो नगर्नु न भाएन केही नि दाइले बजा हो क्या रमाइलो ए हो ल रेफ्रीले बजाउँछ मार्केले बल पाउनु ओए मा खोइ यहाँ तल ओए पास भाइ पास लङ नो लङ पास ओके लो त्यहाँ अनि किपर को छ हाम्रो थाहा छैन तपाईँलाई नाइस सोभित डिपार्टमेन्टको दाइलाई त्यो डिपार्ट दिइहाल्छ डिपार्टको आज तपाईँले ढिँडे कागज तपाईँ थाहा छैन को तपाईँले सब एउटा गरेर पास खेल भाइ नजिकाउ न को हो यो हुँदैन यस्तो गोल झेलिपो एक है ठिक छ मलाई मन परिरहेको है गेम त्यहाँ उता भित्र नि बस्नु ठाउँ छ नि त यहाँ त कालो लाग्छ नि उता भित्र सोफा छ त यहाँ कालो लाग्ला वर्ष दाइलाई भने कि रबरको लगाइहाल्छ नि कालो लागिसक्यो अहिले त लाग्दैन अब बिस्तारै तपाईँ अब धेरै चल्नुभयो भने तल यस्तो गरेर तर लास्ट गाह्रो हुँदैछ यार यो चाहिँ हाम्रो दुवाकोट युथ क्लबको यता बस्नमा भएको अन्डर 25 र एबभ 25 को गेम हो अनि भन्दै जानु न सुनिहाल्छ नि अब यसपछि हाम्रो चाहिँ कार्यक्रम खसी कप यो चाहिँ खसी कप हो पहिलो दुवाकोट युथको खसी कप अब यसपछि हाम्रो पिकनिक छ फेरि धन्यवाद ओए दाइ ओए हेलो ओए थाक्यो भने चेन्ज गर है त्यो धेरै उ नगर पर्दैन क्या अहिले यताको म्यानेजर को आउनु हो म यताको त कोचै हो नि भाइहरूलाई नि बिचमा त्यहाँ खेलाइदिनु म त खेल्दै पवन दाइको कपाल चाहिँ एकदम सेक्सी छ नाइस ट्राई हाम्रो एक गोल भइसकेको छ तपाईँलाई कस्तो फिल भइरहेको त्यो झेल्ली भएको थियो नाइस ठिक छ पवन दाइ ठिक छ बबाल खेल्दै यार भाइ ओए दामी दामी पास भाइ निरोज कार्की हेर चारजना हो त भाइ एकछिन ट्याड दाइ अब ट्याड दाइलाई भेट्छु म
त्यहाँ त तपाईँलाई कस्तो फिल भइरहेको हामीले 1 गोल हानिसक्यौँ एकदम मलाई नराम्रो लागिरहेको छ भाइले बोला को हामीले जितिन्छ ए भाइ दाइ नै छिर्नु भएको नि हाम्रो दाइ नै छिर्नु भएको नि त्यही पनि या अहिले गेम देखिन्छ अलि पछाडि हेरे है एकचोटि समात्नु त म तुना बानिहाल्छु बल्ल म्यान अन दाइ सरी भन्नुहोस् काकालाई मलाई त मैदान छिर्नु मन लागिसक्यो होइन यसो गेम हेर्दाखेरि त्यही खेला न 25 भयो नि समर्थन भयो ल ठिक छ सागर ठिक छ कता तर तीनजना हो भाइ हान्नु पर्ने ओइ खुरे फेस रिभिल गर्दिउँ लाइभ हो भर्खरै पवन कार्कीज्यूले गोल हान्नु भएको छ पवन कार्कीले गोल हान्नु भयो के छ मलाई एक भाउ भनेर भन्दै हुनुहुन्छ ओइ दादा जानु दादा के छ दादा राम्रो यस्तै हुन्छ के म मेरो मेन प्लेयर छिर्सक्यो भाइ को मेन प्लेयर अब मुटु ढुकढुक भइसक्यो मेरो मेन प्लेयर बल्ल छिर्दैछ त अर्को मेन प्लेयर हिँड्छ हाम्रो अर्को ब्याट्री पवन दाइ नाइस गोल हाम्रो दाइले गोल हान्नु भएको थियो टाटा दाइ यस ओइ अन्डर 20 र एबभ 20 को गेममा दुई भयो होइन अन्डर 25 र एबभ 25 कोमा 2-2 भएको छ दुई भयो नि दादा फर्स्ट गोल कसले कताबाट यताबाट कसले हानेको थियो यार सागरले हो जस्तो लाग्यो आम्मा ओए अनमिक एक्टिभ हो
त्यो ओए त्यो भाइलाई निकाल त देखेन कि त्यो टिम खेल्छ हो उ त्यो अनमिकलाई निकाल अनि खेल तर त्यो हल्का एक्टिभ नभएको हो कि जस्तो लाग्यो है मलाई ओइ खुरे के भयो खुट्टा नाइस बल नाइस बल फेरि भाइ वान डट फेरि त्यही थियो सागर 2 घन्टा खेल्ने त हो नि म त पुगे है म त खेल्दै कहाँ दाइ त्यसमा भन्नु लौ तो एकले नखेल न मुजी पास खेल न इजी खेल न इजी होइन कर्नर हो तपाईँ बाहिर निस्किनु न हौ तपाईँ बाहिर निस्किनु न एकछिन काटिदिन्छु नि त फेरि तर काट्नु छैन त छैन को छ 28 नम्बर खै ए भाइ पो रहेछ ओइ नाइस 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 कति कति भयो ए 2 दियो है लेभल छ है नाइस सेभ नाइस ओइ ओइ एक्टिभ ओइ ओइ आन ओइ ठिक छ ओइ डिफेन्स डिफेन्स सर हान्न हान्न आम्बो तल तल बढ बिस्तारै बढ न यही दिएन बिचमा भन्दा हामी कति 3 नम्बर हो ओए अनमिक खोइ अनमिक ओ अनमिक एकचोटि सब है अरू को छ प्रयास भाइ रे उ त्यो प्रसिद्ध भाइ प्रयास नि खेला छैन जस्तो है गोल खा स्कोर भन्देऊ न भाइ यार 3-2
हाम्रो 3 हाम्रो ए तपाईहरुको बोल्नु न Nice save. Yo. बाबु एकजना छिर दुईजना निकाल त्यहाँबाट दुईजना को छ त्यो अनमिक र को हो यो अर्को उज्जवल रहेछ त्यो नितेश त्यही थाकिसक्यो क्या तिनीहरू भाइटुलीहरू त्यो रिजनहरूलाई नि मिलाएर छिराइदिनु न लाग्यो ओए अनमिक निस्क्यो ओए अनमिक निस्क्यो भने त निस्किन बिना सुट पाएर एकजना छिटो निस्किन खोइ अर्को को छ उदय भाइ होइन उदयको नाम के हो त खेल्ने होइन लाइनमा तान्न कसलाई भने फ्रेम हान्न दे ओइ फ्रेम हान्न मार्कुन दे न त्यहाँ यार दिनाइ थियो रे छैन ओयाल भाइ छ अब चेन्ज कोना बल आउट जाऊ खोइ को निस्क्यो सागर ओइ भाइनस को म इलेक्सन बस छिर्छु ए खेलेर निस्क्यो हैन सोन खोइ यसको एङ्कलले अहिले एकछिन सन्दीप दाइ र म मेन प्लेयर अलि बिस्तारै होइन पास भाइ पास यो को हो यो नयाँ प्लेयर बाबु पास खेल पास ठिक छ इजी खेला न कहाँ कुरेर बसे सोन हेन्सी एउटै त हो नि हैन खुरे भाइ खेल्नै नसके जस्तो लाग्यो मलाई एङ्कलले गरेर ल्या बिस्तार ल्या हो त्यो खुरे त्यो किन छिर त छिर त्यसपछि त निस्क्यो होइन फर्स्टमा त छिर त्यसो ठाउँमा डिफेन्समा चाहिँ आउनु पर्दैन
एकैछिन त निजिन बेला चिरिने म छिर्छु खेल्दिमा चिना पाउने मान्छे पनि छैन नि त सबै एउटै थियो 20 मिनेट भए रहेछ होइन गेम सुरु भएको चाहिँ ए भाइ लास्ट ढिला भयो कि लाइनले देख्दैन क्या नि त सेमन अघि नै छिर्या भन्न मन छिर्छु क्या अब ए तपाईँ के हो पाउँदै भयो म त कहाँ उताबाट आउँदा नि रेफ्री कसलाई हेर्नु पर्यो खोइ मेरो फोटो किन नखिच अघि कति बेला खिच्यो पहन्न म उयो गरिहाल्छु अलि दामी खिच्नु न खोइ को छ यहाँ चट्ट पहिले यता दर्शकहरूलाई देखा अनि सर र गेमतिर हुनु है उता भित्र नि देखाए ओए कति कति गोल हो हुन चाहिँ हो एकछिन बनायो फेरि यता फर्क डबल खुरे त खेल्न नसक्यो बाहिर निस्किने एकछिन त्यसको खुट्टा उभा रहेछ किन अलमन ल्यायो भने बाह्र नट्ने छ भने बाह्र जा जाबाट छोड भाइ त थाक्यो हो तेरो जुट्टी होइन त्यो त चाहिँ कहाँ बसेको हान्न कत्रो मिलाएको हेरले हान्न भाइ
राम्रो हान्दो रहेछ त तपाईँको ट्रेनिङ हो Sponsored by Duagot City Bank. Oh my God! Catering is sponsored by Duagot City Bank. नाइस पास हेर न भाइ यो रञ्जन दाइको छोरा हैन ओइ टिभी ज्याजा ओए Full catering है मुझे. अब के गर्नुपर्छ भन्दाखेरि 1 2 3 4 जना छिर्नु मिल्छ कि मिल्दैन ल 4 जना छिर्नुपर्छ अब बिहान त मेसेज भाइ त्यो खुरेन निस्किन्छ मा त्यो त्यो भइसक्यो गाह्रो भइसक्यो बिहान त मेसेज हेरेको थिएन त सागर त अनि म एकछिन प्रश्न बस्छ के अरे त्यो भाइको नाम नितेश भाइ मेरी त कोही इज्जत नै हो कस्तो छिराउनु त मलाई छिर्न ओइ भाइ त नि निस्कि के निस्क्यो मन छिर्ने हो दाइ एकचोटि लाउनु त बाटो दाइ सेवन दाइ अब चाहिँ सागर तिमी म अनि खोइ नाइस एउटा प्लेयर आउट हाम्रो भाइ चाहिँ लाइभ गरेर राखे Easy peasy. हातीज नगरे हातीज गरेर छाती पाए यसो राख नि त त्यही त दौड्दा ऊ हुन्छ नि त फेरि सेक हुन्छ नि त फोटो पनि खिचिदिएको छु तिम्रो एक दुईवटा आउट ल होइन ट्याकल छ भाइ हेरेको एडभान्टेज प्लेयर यहाँ बसेर चेयर गर्दैछन् पुरै केटाहरू हाम्रो के हो भइसक्यो ल भइगयो हेलो ऋतिक यो चाहिँ मैले स्पोन्सर गरेको मैले चाहिँ भन्न मिल्छ त्यो दुवाकोट सिटी ब्याङ्कले क्याटरिङको स्पोन्सर गरेको दुवाकोट सिटी ब्याङ्केटको यहाँ डिस्कोले स्पोन्सर हाम्रो ले फेरि जे लेख्नु पनि त्यही बिर्सेछ अनि एकछिन टाइम लाग्यो भने उनले हाम्रो चाहिँ आज खेलमा दुवाकोट सिटी ब्याङ्केटको क्याटरिङ स्पोन्सर हुँदा हामीलाई एकदमै खुसी लागेको छ र गेम हुँदा कस्तो गेम कस्तो खेल्दा राम्रो भइरहेको छ र हाम्रो एकदम दुवाकोटको केटाहरू युनाइटेड भइरहेको छ
एकदम खुसी लागेको छ यसपछि हाम्रो वनभोज कार्यक्रम छ फेरि हामी एकदम सम्पन्न बनाउने छौँ अन्डर 25 प्लेयरहरु हाम्रो नाइस हाने नाइस गङ्गाराम मेडल दियो है पेनल्टी यहाँ आउने भनेर खरा हेर्नु के छ प्रतिक्रिया कति मिनेट खेल्दा तिमी खै टाइम पनि थाहा छैन एकछिन त खेले कहाँ यहाँ 32 मिनेट 32 40 मा टाइम भन्दै 40 मा Easy.
भिडियो किन्नलाई त 10-15 हजार दिएको देखाउन न त्यो उ गर्ने त अनि हो के गर्नु अफिसियलले त गर्ने त्यही गर्नु पर्ला एक मिनट लास्ट आउट सन्दीप भाइ लास्ट आउट Let's break.
ल ल कना पो रहेछ ए हो र मिटिङ आज यो कहिले पनि आएन नि त सक्यो ए भाइले भाइ किन एक्लै मात्र छलाइरहेको